everyone, good evening. आज चाहिँ हामी माथि जूमा आएको थियो र जूमा आएर चाहिँ एउटा सकिङ चाहिँ के भयो भन्दाखेरि चाहिँ आई डोन्ट नो टुरिस्टहरुको लागि हो कि लोकल्सको लागि पनि हो, तर हामीलाई चाहिँ एकजनाको 100 रुपैयाँ काट आयो एन्ड दियो पैसा त, तर बाहिर निक्लेर चाहिँ 100 रुपैयाँ त हैन, त्यो त टुरिस्टको लागि पो हो त भन्ने खाले कुरा भयो। बट अल्सो वी डिडन्ट डु एनी बार्गेनिङ, तर हो कि होइन त्यो चाहिँ मलाई याद छैन। तर अस्ति पहिलातिर पनि जुते आएको थियो, तर कहिले पनि 100 रुपैयाँ तिरेर आएको जस्तो चाहिँ लागेन। आज चाहिँ हामीलाई एकजनाको 100 रुपैयाँ र गाडीको पनि 100 रुपैयाँ तिर्नुपर्छ भनेर भन्नुभयो। वी पेड इट, तर त्यो चाहिँ वसुल भयो किनभने यत्रो वर्षमा कहिले पनि भालु चाहिँ देखेको थिएन। आज चाहिँ हामीले भालु चाहिँ छेउबाट नै देख्नु पायो र त्यो पैसा तिरेको पनि वसुल भए जस्तै लाग्यो। यहाँ हेर्नुहोस् साथीहरू, यहाँनिर चाहिँ दुईटा भालु रहेछ। जसले जूमा भालु देख्नु भएको छैन, यहाँनिर चाहिँ दुईटा भालु रहेछ। मैले पनि फर्स्ट टाइम देखेको यहाँको भालुहरू चाहिँ। अनि अर्को साइडमा पनि बच्चाहरू पनि रहेछ, त्यो चाहिँ हामीले क्याप्चर गर्न सकेनौँ किनभने एकछिन मात्रै देख्यो अरे अरूले, मैले त त्यो पनि देखिनँ है। र यहाँनिर चाहिँ हामीले चाहिँ किन देख्नु पायो भन्दाखेरि चाहिँ यो भालुहरूको चाहिँ खाना खाने टाइम भएको रहेछ है। अनि उनीहरू चाहिँ सबै तल जङ्गलमै थियो, तर जब यो खाना दिनुको लागि आउनुभयो नि, यति साह्रो चङ्खो यो भालुहरू, कस्तो स्पिड उनीहरू माथि खाना दिने जग्गामा चाहिँ आयो। र उसलाई चाहिँ पुरा गरम भएको रहेछ एकजनालाई, ऊ चाहिँ पानीमा पसेर निक्लिँदैन। एन्ड द अदर वान इज वेटिङ फर द उसको खानाको लागि है। तर उनीहरूलाई चाहिँ यो साइडमा चाहिँ खाना दिँदैन रहेछ, यो साइडमा चाहिँ बच्चाहरूको लागि रहेछ। अनि यहाँ जो मान्छे खाना दिनुको लागि आउनुभएको थियो अङ्कल, उहाँले चाहिँ यो भालुहरूलाई चाहिँ बोलायो नि, अनि उनीहरूलाई खाना चाहिँ अर्को साइडमा दिँदो रहेछ, उता पर। तपाईँहरू जो पनि जू आउनु भएको छ, यतापट्टि अर्को साइडमा एक्सट्रिम यता तपाईँको राइट साइडपट्टि चाहिँ सानो एउटा घर जस्तो छ है, मेबी त्यहाँनिर दिन्छ होला। अन्त उहाँले चाहिँ आवाज गर्नुभयो कि आइज उता जाउँ खानुको लागि भनेर भन्नुभयो, टिङ 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 बजाउनु भयो होइन। एन्ड देन हेर्नुहोस् त कस्तो मजाले फलो गर्यो उनीहरूले, एन्ड दे वाज सो डिसिप्लिन, यति मजाले लाइनमा गयो। र त्यो अङ्कलभन्दा छिट्यो नै उनीहरू चाहिँ त्यो घरको त्यहाँनिर चाहिँ पुग्यो होला है। देन यहाँनिर भल्चर पनि हामीले देख्यौँ। भल्चर त मैले अरू बेला पनि देखेको, बट अल्सो जू गएको बेलामा सबै क्याप्चर गरिहालेको है। एन्ड यो चराहरू पनि थियो। यो ग्लास चाहिँ पुरा मैला भएकोले गर्दाखेरि चाहिँ इट्स नट द्याट क्लियर। अनि पिकक पनि थियो। आई वान्टेड यो पिककलाई चाहिँ मजाले उसको यो पङ्खलाई चाहिँ फिन्जाको हेर्नु चाहन्थेँ, बट आई कुड नट सी इट। अनि रेड पान्डा, त्यो त तपाईँहरू सबैले देख्नु नै भएको होला है, मैले पनि यो त धेरैपल्ट देखेको। उनीहरू चाहिँ अल्छी गरेर बसिरहेको जस्तो देखिरहेको छ, किनभने पानी पनि परिरहेको थियो है। देन यहाँनिर चाहिँ सबैभन्दा बेसी भएको नै यो नै हो है। अन्त हामी यहाँ बसेर केही फोटोजहरू खिच्यो, एन्ड देन वी मुभ्ड फरवर्ड। अन्त हामी माथि चाहिँ लियोपर्ड हेर्नु गएको थियो, बट लियोपर्ड चाहिँ हामीले माथि देखेनौँ, बिकज लियोपर्ड छैन होला, किनभने लास्ट टाइम जाँदाखेरि त देखेको थियो, तर योपालि चाहिँ लियोपर्ड चाहिँ थिएन। एन्ड देन हाम्रो जो साथी मिस हुनुहुन्थ्यो, उहाँ चाहिँ यहाँ माथि पनि जाने भनेर चाहिँ हामी त्यहाँभित्र पनि पस्यौँ। त्यहाँभित्र पसेर हामीले धेरै भिडियोजहरू पनि बनाएको थियौँ, र त्यो भिडियो त मेरोमा थिएन र मैले यसलाई एड गर्नु पनि सकिनँ। यो चाहिँ एउटा टावर जस्तो छ, यसको माथि चाहिँ एउटा हल छ है, र त्यहाँ गएर तपाईँहरू खाजाहरू खानु पनि सक्नुहुन्छ, बट मैला चाहिँ पारिदिनु भएन है। अन्त हाम्रो जो मिस हुनुहुन्थ्यो ऊ चाहिँ बिकेम सो ह्याप्पी यो देखेर चाहिँ, एन्ड आइल सो यु त्यो खुसी हुने मिस चाहिँ को हुनुहुन्छ भनेर। एन्ड त्यो खुसी हुने मिस चाहिँ यहाँ हुनुहुन्छ है, सी इज फ्रम सिलगढी। अनि जुगासम्म चाहिँ उहाँ पुरा डराउनुहुन्छ हो। अन्त and then we clicked
क्लिक्ड सम फोटोज अनि त्यसको बादमा हामी चाहिँ घर फर्क्यौँ। तपाईँहरू पनि जू जानु भएको छैन भने यु क्यान गो एन्ड देन भालु चाहिँ देख्न सक्नुहुन्छ कि हुँदैन त्यो चाहिँ म भन्न सक्दिनँ बिकज मैले कति बादमा देखेको। थ्याङ्क यू फर वाचिङ, बाई बाई।